हेलो हामी चाहिँ हेर्नु गाइड होइन अब यसो खामफारी जान आँटेको जान आँटेको अनि हामी चाहिँ अब तर्फ लाग्दैछौँ बाइकतर्फमा यसो लाग्दैछौँ। मेरो साथी चाहिँ फेरि ह्यान्डसम छ है अहिले चाहिँ होइन अहिले चाहिँ कति बजिरहेको 5 भन्दा आडिसकेको हेर्न सक्नुहुन्छ क्या अहिले चाहिँ होइन अनि कति मजा है हेर्न सक्नुहुन्छ बाइकको साउन्ड छ आइरहेको छ होइन राइडर भाइहरू बाइक चलाउन आँट्दैछ होइन बाइक चाहिँ साथीले कुदाउने होइन परसम्म बगानसम्म कुदाउँछु भन्दाखेरि साथीले होइन यस्तो जग्गाको चाहिँ होइन अर्को चाहिँ अफरोड रहेको छ गाइज अब चाहिँ म चाहिँ साथीले दिइसकेको छु त्यहाँ एसिन मात्रै निकालिदिएको मैले चाहिँ बाइक होइन यतातिर मनोजले हेलमेट लाउँदैछ अनि यता आन्टी आउँदै हुनुहुन्छ आन्टी कहाँ पुगेर आउनु भएको थाहा छैन त्यो चाहिँ आज किन हल्का ज्वरो ज्वरो आउला जस्तो भइरहेको छ अब हामी चाहिँ चट्टासँग लाएर खाजारी टक्कसँग लाएर नाचेर आउने हो उसँग लाएर नाचेर आउने हो लगभग त्यस्तै कति 6-7 बजीतिर आइपुग्छ होला घर चाहिँ गाउँ चाहिँ दामी छ होइन हाम्रो यता मनोज्यू हिँड्न आँटिसकेको छ स्टार्ट गरेर चढिसकेको छ बाइक चाहिँ होइन क्यामेराम्यान चाहिँ मैले साथीलाई राखेको थियो
पहिलेदेखि नै के भन्थ्यो भने धेरै जस्तो भनेको अब हामीले बाइक सिक्दाखेरि चाहिँ धेरै स्ट्रगलहरू गरेको छौँ होइन। बाइक अर्कै खालको पुरानो खालको यमा भन्ने बाइक थियो, जसलाई चाहिँ हामीले राति हुँदी 1-2 घन्टा लगाएर ठेलेर मास्ति खाँदारीसम्म बजार बस्तीमा डाँडा काँडाहरू छ।
कहाँ जाने कहाँ जाने एकछिन डुलेर आइसकेपछि हामी खाजा खानु तर्फ लाग्छौँ होइन यो चाहिँ हाम्रो डान्स क्लास रहेको छ यहाँ माथि टप तल चाहिँ हामी खाजा खानु तलतिर छ चाहिँ यहाँ टिकटप भन्ने पसलतिर जाँदैछौँ होइन पछाडि झोला भिरेको छ होइन भिरेको छ ठाउँ जस्तो छ होइन गाई जब हामी चाहिँ खाना लागिरहेको छ होइन त्यो भाइसँग यता थुक्पा चाहिँ पकाएको गाई जब यता चाहिँ आधी यो आधी पानी आइरहेको छ अलिअलि पानी छिटाइरहेको छ होइन यो डाँडा चाहिँ लेब्राको डाँडा रहेको छ होइन आधी पानी आधी हामीले सक्छ आउँदैछु हामीले अब खाजा पनि खाइसक्यौँ म अब डान्स क्लासतिर जान आउँदैछ हल्का हल्का पानी छिटाइरहेको छ होइन एकदम न्यु गाउँको तर्फ लाग्दैछ है मासतिर डान्स क्लासतिर जानुपर्छ अनि पानी धरेर आउनु थाल्यो गाई मेरो साथी चाहिँ अघि अघि कुद्दैछ म पछि पछि जाँदैछु यता झोला चाहिँ खुला है क्या झोला चाहिँ खुला गाइस फाइनल चाहिँ मैले चाहिँ बाइक आफैले यहाँ माथि हालिदिइसकेको छु अघिसम्म यहाँ तलतिर यो साइडमा राखिरहेको थियो अझै बाइक त्यहाँ भित्र मैले हालिदिइसकेको छु हेर्नुहोस् त आधी घाम आधी पानी के भएको यस्तो एकदम दामी देखिरहेको देख्न चाहिँ तर आधी घाम आधी पानी चाहिँ छैन गाई चाहिँ पछि म डान्स क्लासतर्फ लागेको छैन अहिले चाहिँ लगभग कति 5:46 आँटिसकेको छ त्यही पनि रात परेको छैन अहिले त्यो डान्स क्लासतर्फ लाग्दैछु होइन गाई चाहिँ यहाँ बाहिर चाहिँ हाम्रो आदरणीय ज्यू हुनुहुन्छ यतातिरको चाहिँ दामी सिन रहेको छ होइन खानदारी छ अब यता हाम्रो अर्जुन भाइ छ ठिक छ भाइ ठिक छ होइन म गइसकेको छ होइन भित्र दामी छ यहाँनिर चाहिँ मासतिर चाहिँ एमसिसी क्याफे भन्ने छ होइन भित्र हेर्न सक्नुहुन्छ एकदम दामी मौसम यस्तो दामी रहेको छ होइन घाम पनि दामी लागिरहेको छ त्यहाँनिर हेर्न सक्नुहुन्छ हो यस्तो घाम यहाँ घाममा चाहिँ यस्तो गरेर एकजना यस्तो गर्दा दामी त्यस्तो गरेर होइन डाँडा डाँडा हरियाली सबैतिर हरियाली छँदैछ होइन अब किनकि अब वैशाख आउँदैछ त्यसरी चारैतिर हरियाली दामी छ म चाहिँ डान्स क्लास भित्र चाहिँ गइरहेको छु हाम्रो चाहिँ होइन डान्स क्लास हो A few moments later. अझै हाम्रो डान्स क्लासबाट छुट्टी भइसकेको छ र अहिले चाहिँ ठ्याक्क लाएर छुट्टी हुने समय चाहिँ हामीको ठ्याक्कै 7:13 भइसकेको छ अब चाहिँ हामी घर जान आँटेको
जब चाहिँ हामी बाइक निकाल्यो अरे घरको फलाङ मान्छे छ बाइक त्यहाँ छ त्यहाँ दिएर भएर देखेको छैन मजाले होइन यति नै मात्र देखिन्छ होइन बाइक पनि हामीले पार्किङ गरिसकेका छौँ राखिसकेका छौँ अब भिडियो यहीँसम्म अन्तिम हेर्दै गर्नु होला गर्दै हाम्रो भिडियो हेर्दै गर्नु चाहिँ नभन्नु होला